लुकेर भ्रष्टाचार गरेर जनताको रगत पसिना खानेले तपाईँ गाँजा खान सक्छ? गाँजाको महत्त्व के हो? भगवान् शिवजीले धारण गर्ने एउटा चिज हो त्यो। सितिमिति कायर सानो क्षमता अपराधी हिंसक व्यक्तिले खान सक्ने चिज होइन त्यो। हर्क साम्पाङ, रवि लामिछाने, कुलमान, बालेन, गोपी हमाल लगायतका नयाँ अनुहारहरूको एकता हुन्छ। एकता हुन्छ, यो जरुर हुन्छ। हेर्नुहोस्, यो अहिले मैले फेरि तपाईँको कुरा आएँ, उहाँ फेरि सुदन गुरुङको कुरा नगरौँ, उहाँहरू त्रिदेव पनि उहाँलाई सन्चो नभएको हुनाले स्वास्थ्य लाभको कामना गर्न हामी एकचोटि जाउँ न भन्ने पनि उहाँहरूको सल्लाह भयो नि। एउटा गाडीमा उहाँहरू आफै गएर पनि 3जना 4जनै बसेर एउटाले गरेको कुरा सुन्नु भएन भने 4जना कुरा त महत्त्व पनि हुन्छ नि। बालेन्द्र शाहले 4वटा राम्रो कुरा स्टाटस लेखे, गाँजा खायो, ट्याप खायो, दुनियाँ खायो भनेका छन्। त्यो दुर्नीतिमा गर्न नदिएका छन्। हर्क साम्पाङ, रवि लामिछाने, बालेन शाह, कुलमानसँग एकता गर्न आउने छाटकाट देखिएको छ। किनभने लागेको तितो त पोख्नु त पर्यो नि। तिम्रो यस्ता हो उस्ता हो भनेर डाइरेक्ट भन्नुभन्दा लागेको कुरा भन्नुभयो। उहाँले जे देख्नुभयो त्यो पनि भन्नुभयो। अहिलेसम्म भर र आश भरोसा कसैको नभएको पनि हाम्रो देशमा हो, उहाँले गरेको कुरा हो। एउटा बालेन्द्र शाहले आउँदाखेरि तपाईँ हामीले पनि गएर असनमा पनि हामीले इन्टरभ्यू पनि गरेका छौँ। अब अहिले गाडी र बाइकै ओह्रोदोह्रो गर्छु म हिजो लाने डर जान्न हुनु भन्थे। अब अहिले आसनमा अहिले आकाश भैरवदेखि लिएर सारा ठाउँमा तपाईँको ओह्रोदोह्रो गर्न सक्ने बनाइएको छ। त्यो कसैले गरिदिया त होइन नि। त्यो श्रेय बालेन्द्र शाहको त हो नि। छातीमा हात राखेर सबैले बोल्न सक्ने कुरा हो नि यो। अहिले राजसभामा तपाईँको त्यहाँ ठुलो धन दौलत मारामार केही कमाइ धमाइ भएको चाहिँ होइन। त्यस्तो कुनै अभिलाषा लिएर गएको नि होइन। पटक पटक हामीले मिडियाबाट सचेत पनि गराएका छौँ। मैले पनि पटक पटक भनेको ए बाबा सज्जन त्यागी तपसी बौद्धिक रिटायर लाइफ राजनीतिकबाट फ्रस्ट्रेसन भएका व्यक्तिहरूलाई राष्ट्र र देश र जनताको लागि जोगाउनु पर्यो। हजुरहरू आउनुहोस् भनेर तपाईँहरूका कार्यकर्ता तपाईँहरू जानुपर्छ। राजनीतिक स्वतन्त्र पार्टीमा आउनुपर्छ भन्दा मान्छे नआउनु सक्छ भनेकै जस्तो गरिकन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा नत्र अहिले यो भनौँ न त्रिदेवहरूको पनि कसरी तपाईँ एकता भयो त? उहाँहरूको त अहिले राम्रो भन्नुहुन्छ भने त्रिदेव हो उहाँ। सम्पूर्ण आदरणीय दर्शकवृन्द, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। विशेष गरेर हामी विभिन्न क्षेत्रका व्यक्तिसँग विभिन्न क्षेत्रसँग सम्बन्धित रहेर कुराकानी गर्ने गर्दछौँ र जस अन्तर्गत आज हामीसँग कुराकानीको लागि सामाजिक अभियन्ता र राजनीति विश्लेषक पनि भनौँ, राजनीतिलाई नजिकबाट निहाल्नुहुन्छ, विश्लेषण गर्नुहुन्छ, समाजसेवी व्यक्तित्व गोपाल थापा सर हुनुहुन्छ। सर स्वागत छ। नमस्कार। हस् नमस्कार। आराम कुशल हुनुहुन्छ? आरामै छु। यो धेरै अगाडिदेखि यहाँले भन्नुहुन्थ्यो एक किसिमको नयाँ नयाँ युवाहरूको जोस जाँगर एकै ठाउँ सङ्गठनात्मक रूपमा हुनुपर्छ, त्यो गराउनुपर्छ भनेर विभिन्न मिडियातिर यहाँले भोटबाजी चर्चा चलाउँदै आइराख्नु भएको थियो। अहिले पछिल्लो समयमा यहाँको पनि सपना साकार भएको कि के हो? यहीँबाट प्रसङ्ग सुरु गरौँ। होइन, सपना साकार नि भएको। अब एउटा राम्रो गतिमा गयो भने यो हामी आम नेपाली जनताको पनि एउटा सपना साकारै मान्नुपर्छ। र राजनीतिक गर्ने हामी स्वतन्त्र हौँ, हामी युवा हौँ, हामी यो देशमा केही परिवर्तन ल्याउँछौँ भनेर जति 2-5जना मान्छे अहिले नाममा चर्चामा हुनुहुन्थ्यो नि, उहाँहरूको पनि यसलाई अलिकति राम्रो सकारात्मक सोच र एउटा अब को बाटो राम्रो हुन्छ भनेर सोच्नुपर्छ। अब ठ्याक्कै भनिदिनुहोस् न, रवि, कुलमान अनि बालेनको एकता के छ? कतिको हर्षित हुनुहुन्छ तपाईँ? होइन, म त हेर्नुहोस्, म एकदमै हर्षित छु। मेरो चाहना पनि त्यही हो। अब उहाँहरू पनि हर्षितै हुनुहुन्छ र उहाँहरूको एकताले गर्दाखेरि अब अहिले आम नेपाली हाम्रो सबै जनता समाज पनि अलिकति राम्रैमा छन्। किनभने बल्ल अब केही गर्न हुन्छ भन्ने, अब अरू पुरानाले केही गरेनन्, यी कोही लाजिस, कोही भाजिस, कोही भ्रष्टाचारी, कोही अत्याचारी भनेर कुरा मात्रै गर्ने, आफू एकता नहुँदाखेरि उहाँहरूको ठुलो योगदान थियो होइन, उहाँहरूलाई सफलता मिल्न सक्थ्यो। अब उहाँहरूको एकताको कारणले उहाँहरूमा चाहिँ विकृतता अहिले छ। अहिले किनभनेदेखि अहिले फ्रस्ट्रेसन भए जस्तो अब चाहिँ हाम्रो पनि केही हुँदैन कि क्या हो भन्ने जस्तो उहाँहरूलाई पनि अलिकति भएको छ र उहाँहरूलाई पनि पुराना राजनीतिक दलहरूलाई अलिकति केही न केहीको कुरा त पर्यो। भनेपछि कुलमान, रवि, बालेनको एकताले गर्दाखेरि एमाले, काङ्ग्रेस लगायतका राजनीतिक दलहरूलाई अलिकति गर्मी चढ्यो। गर्मी नै चढ्यो। अब यो 3-4वटा शक्तिको एकताले गर्दा अरू पनि यसमा एकता भए सो सर अरू धेरै दल पनि यसैमा आबद्ध भएर
सपोर्ट गरेर नैतिक समर्थन आत्मीयता समर्थन भोलि सबै फुल्ली समर्थन गर्ने पनि अवस्था आएको छ। तर उहाँहरूमा चाहिँ एउटा कुरा के भने उहाँहरूको एकतालाई कहिले पनि मैले कहिलेकाहीँ यसो देखेको छु, एक थाम एक बाम भनेर लागेर फेरि एउटा सत्ता भागभन्डा नमिल्दा तुरन्त थाम फुटेको पनि देखाएको थिएँ। तर उहाँहरूको एकतामा चाहिँ म के भन्न र अनुरोध गर्न चाहन्छु भने नातावाद आशीर्वाद कृपावाद कुनै स्वार्थ लादिएन भने अलिकति लामो समयसम्म गयो भने हिजो यो तहसनहर र थला पार्न लागेको राष्ट्रलाई चाहिँ उहाँहरूले अलिकति अग्रतामा लान सक्नुहुन्छ भन्ने आम नेपाली जनताले आश पनि बोकेको छ। उहाँहरूलाई धेरै सफलता मिल्ला जस्तो सम्भावना छ। भनेपछि यो अहिले तत्कालीन समयमा त्रिकोणात्मक हिसाबले भएको एकताले चाहिँ मुक्ति पाउँछ, विकासतर्फ लाग्छ भन्ने तपाईँको बुझाइ? विकास त भन्दा पनि विनाश रोकिदिनु पर्यो। विनाश रोक्नु पर्यो। विकास तपाईँको हेर्नुहोस् शिक्षा स्वास्थ्य खानेपानी बत्ती यति भएपछि तपाईँ हाम्रो नेपाललाई विकास पुग्छ क्या। यो त विनाश भए जति जिमी जग्गा पलटिङ गरेर खाएर लान्टाङ्रो दुनियाँ दिवाना राष्ट्रिय टेन्डर हालेर खाएर विदेशीलाई हस्तक्षेप गर्ने जस्तो अवस्थाबाट चाहिँ रोकियो भने पनि विनाश रोकियो भने पनि तपाईँको विकासलाई चाहिँ आनन्द साथ नेपाली जनताले पनि सोच्यो देख्यो भोग्यो होइन। त्यसले गर्दा विकास त हुन्छ नै, तर विनाश रोक्न चाहिँ उहाँहरूको चाहिँ एकदम अग्र भूमिका पनि रहन्छ। उहाँहरूले सक्नु पनि हुन्छ किन धेरै भोगी हुनुहुन्छ क्या। उहाँहरू धेरै भोगी किन हुन्छ भने अब तपाईँ कुलमान घिसिङ भन्नुहुन्छ भने पनि उहाँ पनि एउटा राम्रो कत्रो भनेर राम्रो काम गर्दाखेरि तपाईँको धेरै कुरा झन्झट बोकिएका छन् नि त होइन। त्यो एउटा अनुभव भयो। अब आलेन्द्र शाहले 4वटा राम्रो कुरा स्टाटस लेखे, गाँजा खायो, ट्याप खायो, दुनियाँ खायो भनेका छन्। त्यो दुनियाँ दिमाग गर्न नदिएका छन्। उहाँले त नसकेर ठाउँ नपाएर, नत्र उहाँलाई पनि त्यही कुरा हो। ठ्याक्कै भनिदिनुहोस् न गोपाल थापाज्यू, बालेन्द्र शाहका बारेमा तपाईँले भनेका जस्तै विभिन्न खालका टिक्का टिप्पणी चाहिँ हुन्छन्। फेसबुक स्ट्याटस पनि कुनै नसाको तालमा लेख्ने, यस्तोले पनि देश बनाउँछ भनेर अझै पनि टिक्का टिप्पणी बढिरहेका छन्। तपाईँको विचारमा चाहिँ के लाग्छ? साँच्चै यो के त बालेन्द्र शाह आफ्नो बौद्धिक क्षमता नभएका व्यक्ति, बौद्धिक क्षमता गुमाएर एउटा नसाका तालमा मात्रै काम गर्ने व्यक्ति हुन् कि के हो? होइन, त्यो झुट हो। हेर्नुहोस्, मैले उहाँको यो मिडिया मार्फत पनि बालेन्द्र शाहको विषयमा मैले बोलेको छु। एउटा कुरा चाहिँ के भने एउटा तपाईँको पूर्ण रूपले भित्र आत्मैदेखि ज्ञान भएको व्यक्तिलाई आरोप प्रत्यारोप गर्नु राम्रो कुरा होइन होइन। अब तपाईँको गाँजाको कुरा त भने गाँजा त राजा बासा अमीर फकिरले वरिष्ठ व्यक्तिले खान सक्ने, पचाउन सक्ने, धारण गर्न सक्ने क्षमता चाहिन्छ। लुकेर भ्रष्टाचार गरेर जनताको रगत पसिना खानेले तपाईँ गाँजा खान सक्छ? गाँजाको महत्त्व के हो? भगवान् शिवजीले धारण गर्ने एउटा चिज हो त्यो। सितिमिति काएर सानो क्षमता अपराधी हिंसक व्यक्तिले खान सक्ने चिज होइन त्यो। त्यसो भएको हुनाले आफूलाई अरूलाई आरोप लाउनु भन्दा पनि राम्रो कुरा त जतिखेर मान्छेले नखाएर पनि बोल्न सक्छ भन्नेतिर जानु पर्ने ठाउँ आरोप लाएर उहाँलाई खण्डन गरेर अलिकति तल पार्न खोजिएको हो। उहाँले कुनै पनि अमल त कसले के खान्छ त्यो कुराको लेखोजोखा कसैले गर्न सक्दैन। तर अमल खाएको नाताले, नसा खाएको नाताले उहाँले स्ट्याटस लेखेर आफ्नो गराएको चाहिँ होइन। हेर्नुहोस्, त्यो नसा खाने अमल खाने मान्छेको त्यत्रो ऊ चाहिँ हुँदैन। ती सबै भ्रमित कुराकानी हुन्। त्यो भ्रमित कुरा किनभने तल झार्न पर्यो नि त होइन। अब मैले तपाईँको ल अब तपाईँको कुरामा म आएँ, सबैभन्दा यो देशमा प्रजातन्त्र आएपछि 46 सालमा प्रजातन्त्र आएपछि 47 सालको भने 48 सालको इलेक्सनमा पिएल सिंह काठमाडौँको पहिलो महानगर प्रमुख भएका, त्यो बेलादेखि आजसम्म कति एउटा मेयर भए, कति एउटा आए गए, 37 वर्ष भयो। काठमाडौँको मुहार फेरिएको थिएन। झन्झन दुर्गन्ध, झन्झन साङ्ग्रो थियो। अहिले एउटा बालेन्द्र शाहले आउँदाखेरि तपाईँ हामीले पनि गएर असनमा पनि हामीले इन्टरभ्यू पनि गरेका छौँ। अब अहिले गाडी र बाइकै ओरोदोरो गर्छु म हिजो लाने डर जान्न हुनु भन्थे। अब अहिले आसनमा अहिले आकाश भैरवदेखि लिएर सारा ठाउँमा तपाईँको ओरोदोरो गर्न सक्ने बनाइएको छ। कि त्यो कसैले गरिदिया त होइन नि। त्यो श्रेय बालेन्द्र शाहको त हो नि। खुलेआम तपाईँ निर्धक्कसँगले भन्न सक्नुहुन्छ? निर्धक्क छ भने मैले मात्र भन्ने हो र भने के आँखा चोपेर देखिन भन्नु पर्यो, नत्र छातीमा हात राखेर सबैले बोल्न सक्ने कुरा हो नि यो। गोपाल थापाज्यू, यहीँ प्रसङ्ग जोडिहालेँ मैले। केही मिडियाहरूमा लगभग 12 घन्टा पनि बितेको छैन होला, बालेन्द्र शाहको कार्यकाल हेर्ने हो भने उपलब्धिमूलक केही पनि छैन भनेर समाचार छाप्न शुद्ध भ्याइसकेका छन्। अहिले पछिल्लो समयमा जुन एकता भइसकेपछि बालेन्द्र शाहलाई एउटा मेयर हुँदाखेरि त केही गर्न नसक्ने मेयरले एकता भएर के गर्छन्, रविले प्रधानमन्त्री दिएर के गर्छन् भन्ने खालको प्रश्नहरू उठाइरहेका छन् विभिन्न सामाजिक सञ्जाल सोसल मिडियातिर। तपाईँले भन्नुहुन्छ बालेनले जति कर्म कोही कसले गर्यो त? यो 37-38 वर्षको कार्यकालमा कसले गर्यो? औँला भाँचेरै केही समयका
केही समय अगाडिका मेयर तपाईँले भनेअनुसार पिएल सिंह होइन सुरुको त्यसपछि दोस्रो भनेको बालेन शाह तपाईँको नजरमा तपाईँले भने पिएल सिंहले पनि तपाईँको एउटा सुरुवात बौद्धल आउँदाखेरिको पहिलाको मात्र मेयर तर आज यस्ता मेयर कति फेरिए होइन तर गए थाहा भएन होइन तर अहिले मैले भन्नु खोजेको कुरो के चाहिँ भन्नु होला नि तपाईँले गरेको कुरामा म फेरि किन आएँ त भन्नु होला भने यो कुरा बालेन्द्र शाहलाई मैले एकचोटि भेटेको पनि छैन उहाँले मलाई भेट्न बोलाएको पनि छैन उहाँकै विषयमा फर्स्टदेखि आजसम्म तपाईँसँग नै हामी कतिचोटि कुराकानी गरिसक्यौँ होइन मलाई उहाँको चाकरी गर्नु छैन उहाँले मलाई बोलाएको पनि छैन प्रत्यक्ष भेटवार्ता पनि छैन भएको पनि छैन मैले पनि चाहन उहाँले पनि चाहनुहुन्न अब मैले भन्नु खोजेको कुरा त के त भन्दा बालेन्द्र शाहलाई आरोप समाचारहरू सम्प्रेषण गरियो चाहिँ कुनै न कुनै दल बल कुनै आस्था केही अभिलाषाले राख्यो होला म तपाईँको सबै बुझेको पनि 35-37 वर्षको एउटा 40औं वर्षको राजनीतिक अनुभव र मलाई नचिन्ने मान्छे कम नै होला राजनीति गर्ने पनि त्यो अवस्थामा पनि स्वतन्त्र रूपले बसेर म कसैलाई हात जोडेर खाएर मेरो त गरिदिनु पर्नु भन्नु गएको पनि छैन मैले बालेन्द्र शाहलाई के हिसाबले भनेको भने मैले हिजो नदेखेको काम आज देखेको हुनाले स्वतन्त्र रूपले बोलेको छु किनभने सत्य त बोल्नु पर्यो होइन त्यो भएको हुनाले सत्य बोल्दाखेरि बालेन्द्र शाहले अहिले सुरुवात गरेर हिजोदेखि आजसम्म गर्दाखेरि चाहिँ गर्न नसक्नेले खण्डन गरेको हो हेर्नुहोस् यदि होइन भन्दाखेरि सबैले छातीमा हालेर गर्नेलाई नि राम्रो भन्न नसक्ने गर्न नदिने सुकुम्बासी बस्तीमा ल्याएर राजनीतिक प्रतिशोधको लागि ल्याएर मान्छे भर्न गरेर छेउछेउमा राख्ने काठमाडौँलाई दुर्गन्ध बनाउने कवाडी हटाउन नदिने अनि के एउटा स्मार्ट सिटी बनाउने एउटा राम्रो सिटी बनाउने कवाडीदेखि लिएर सारा भित्र राम्रो राखेपछि त के अवस्था त राम्रो भएन नि राम्रा कुरा गर्दाखेरि उहाँलाई आरोप लगाउन चाहिँ अलि मिल्दैन कि कसैले पनि सम्प्रेषण गर्दा समाचार निकाल्दा पनि सोचेर गर्नुपर्ने हो कि हामीले के भन्दाखेरि म अहिले तपाईँकै मिडियाबाट के भन्न चाहन्छु भने राष्ट्र देश र जनतालाई स्वतन्त्र रूपले आत्मा साथदेखि नै एउटा सत्यले यथार्थले बोल्नु हामी सबैले सिक्नुपर्छ क्या म अभियन्ता भन्ने भने मैले जे नि बोल्ने अर्कोले बोल्ने पत्रकारले पनि जे पनि सोध्ने जे पनि बोल्ने काम हामीले नगरिकन देश र राष्ट्र जनता र अन्य अत्याचार र भ्रष्टाचारको अन्त्य कसरी गर्न सकिन्छ भन्नेमा चाहिँ जानुपर्छ जस्तो मलाई लाग्छ। अब ठ्याक्कै भनिदिनुहोस् न त के त बालेन प्रधानमन्त्री बन्नको लागि योग्य व्यक्ति हुन्? प्रधानमन्त्री बन्न रवि लाने छाने पनि योग्य नै हो, बालेन्द्र शाह पनि योग्य नै हो, कुलमान घिसिङ पनि योग्य नै हो होइन। अब अहिले आएर गोपी हमाल भन्नुहुन्छ भने उहाँ अहिले हुनुहुन्छ, उहाँ अहिले हुन सानोको कुरा होइन, पदको कुरा होइन। यहाँ ठुला पद र ठुल्ठुला अध्ययन गरेर ठुलो विद्वान भने मान्छेले के गरे त? खोइ त देशलाई कङ्गाल बनाएर खाएको बाहेक अरू केही छैन। त्यसो भएको हुनाले उहाँ हेरेर दिँदाखेरि नयाँ सोच, नयाँ एउटा इच्छा आकाङ्क्षा, अन्य अत्याचार र भ्रष्टाचारको अन्त्य हुन्छ भन्ने कुरा अहिले आम नेपाली जनताहरूले हिजो नबुझेका मान्छेले अहिले तपाईँहरूकै सामाजिक सञ्जालबाट बुझ्न थालेका छन् र आशा र भरोसाका केन्द्र हो है वैकल्पिक शक्ति भनेको अब रवि लानेछानेको राष्ट्रिय स्वतन्त्र पार्टी हो भनेर आम व्यक्तिले भनेका कुरा अहिले हामीले धेरै ठाउँ सुन्न थालेका छौँ। हेर्नुहोस् अनि पछिल्लो समयमा रासोपामा त भयभरका बौद्धिक व्यक्ति फेरि सबै रासोपामा प्रवेश गरिरहेका छन्। खास के रहेछ रासोपामा चाहिँ? तपाईँ त एक हिसाबले भन्नुपर्दाखेरि राजनीतिक व्यक्तिहरूको विश्लेषण पनि गर्नुहुन्छ, राजनीतिक दलहरूको विश्लेषण पनि गर्ने व्यक्ति। रासोपामा चाहिँ त्यस्तो के रहेछ गोपाल थापाज्यू? अहिले रासोपामा तपाईँको त्यहाँ ठुलो धन दौलत मारामार केही कमाइ धमाइ भएको चाहिँ होइन, त्यस्तो कुनै अभिलाषा लिएर गएको नै होइन। पटक पटक हामीले मिडियाबाट सचेत पनि गराएका छौँ। मैले पनि पटक पटक भनेको यो बाबा सज्जन त्यागी तपसी बौद्धिक रिटायर लाइफ राजनीतिकबाट फ्रस्ट्रेसन भएका व्यक्तिहरूलाई राष्ट्र र देश र जनताको लागि जोगाउनु पर्यो। हजुरहरू आउनुहोस् भनेर तपाईँहरूका कार्यकर्ता तपाईँहरू जानुपर्छ, राजनीतिक स्वतन्त्र पार्टीमा आउनुपर्छ भन्दा मान्छे नआउनु सक्छ भनेकै जस्तो गरिकन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा नत्र अहिले यो भनौँ न त्रिदेवहरूको पनि कसरी तपाईँ एकता भयो त? उहाँहरूको त अहिले राम्रो भन्नुहुन्छ भने त्रिदेव हो उहाँ। कुलमान रवि बालेनको एकता तपाईँ त्रिदेव त हो नि। ल यसले त तपाईँको राम्रो एउटा सन्देश, उहाँहरू राम्रो तरिकाबद्ध कसैको लपन छपन मैले अघि नै भनिसकेँ, कुनै केही गरी लाग्नु भएन भने यसले धेरै लङ लास्टिङ उहाँहरूको एकतालाई राम्रो सफलता जनताले पनि बनाइदिन्छ, उहाँहरूले पनि बनाउन चाहनुहुन्छ। यसलाई के भनिन्छ भने त्रिदेवको एकता हो यो। यसले निकै राम्रो सन्देश दिनु पर्छ पनि, नेपाली जनताले आश पनि गरेको छ। त्यस्तै राम्रा भाव र व्यक्ति हामी गर्छौँ भनेर हिजो पनि सानोतिनो गरेर देखाएका व्यक्तिहरू भएको हुनाले हामी आम नेपाली जनतालाई एउटा अहिले खुसी र उज्यालोको अलिकति महसुस होला जस्तो छ। यसको मतलब भनेपछि तपाईँको भनाइअनुसार चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अब देशको प्रमुख दल बन्छ।
बनाउन तपाईँहरूको पनि साथ सहयोग होइन, हाम्रो नि साथ सहयोग। नेपाली जनता र अन्य अत्याचार र भ्रष्टाचारको अन्त्य हुनलाई हामी दिनरातै तपाईँको समर्थनमा छौँ। हामीले त्यही विषयमा बोलेका हौँ। हेर्नुहोस्, मलाई पर्यादिन मात्र बोल्ने होइन नि त। सामाजिक व्यक्तित्व किन एउटा मात्रै दलको त्यसरी फेरि अहिले प्रशंसा गर्न लाग्नुभयो? होइन, मैले सबै दलको पनि प्रशंसा गरेको छु। सबै दलका मान्छे दल भत्का पार्टी थोत्रा पार्टी सबलाई चिनेको पनि छु। जसले राम्रो गर्नु खोज्छ नेपाली जनतालाई, हेर्नुहोस् यो तपाईँको जिन्दै लास जस्तो बनाएकोलाई अलिकति नेपाली जनता हौँ, हामी नेपाली हौँ भन्ने एउटा गर्व गराउन सक्छन् कि भन्ने आशको लागि अहिले उहाँहरूलाई हामीले बोलेका छौँ। उहाँहरूले पनि त्यसै गरी बाटा हिँड्दा लङ्ग्राङ्ग पर्नुभयो, हिँड्न सक्नु भएन, बाटा थकाइ मार्न थाल्नु भयो, सही ठाउँमा पुग्नु भएन भने आम नेपाली जनता र हामीले पनि फेरि उहाँहरूको पनि ढाँचा काँचा त उस्तै रहेछ। समय खबरदार गर्न पनि सक्नुहुन्छ? सकिन्छ, भोलि नै सकिन्छ। अब ठ्याक्कै अलिकति अब यी नयाँ दलकै कुराकानी गरिरहँदाखेरि तर यता पूर्वबाट श्रम संस्कृति पार्टीका संयोजक भनौँ, सभापति भनौँ, हर्क साम्पाङ फेरि यता घुलमिल हुन सक्नु भएन। खास के छ त्यस्तो? होइन, अब एउटा कुरा अब भनौँ श्रम पिता पनि भन्दो रहेछन् होइन। श्रममा उहाँले अग्रता देखाएको हो। श्रम गरेर पनि राजनीति गर्न सकिन्छ, जनता खुस राख्न सकिन्छ, आफ्नो जिल्ला, आफ्नो क्षेत्र, आफ्नो पकेट जसरी पनि बन्न सकिन्छ भन्ने कुरा हो। 98 दिनमा उहाँले ल्याएर एउटा तपाईँ कोका खोलादेखि ल्याएर पानी खुवाएको सर्वविदितै छ होइन। नेपाली काङ्ग्रेसका मिनबहादुर विश्वकर्मादेखि लिएर विश्वकर्मादेखि लिएर साराको विषयमा मैले उहाँको विषयमा बोलेको थिएँ। तर एउटा कुरा मैले के भने, श्रमको पिता पनि हो, धेरै राम्रो पनि व्यक्ति हो, त्यागी सबै हो। तर एउटा कुरा त के भने, भाइ उभिएको ठाउँमा उभिन सक्नुपर्छ। सबैले आह्वान गरेको ठाउँमा जान सक्नुपर्छ। एउटा कुरो मेरै मात्रै गोरुको 12 टक्का मैले मात्रै भनेको कुरो लागु हुनुपर्छ। म पूर्वको तेरो काठमाडौँबाट 500 किलोमिटर परको पूर्वमा छु भनेर अलिकति आफ्नो मात्रै अहङ्कार अहम गर्नु हुँदैन। यसको मतलब के ठ्याक्कै भनिदिनुहोस् न? अलिकति हर्क साम्पाङमा पछिल्लो समय घमण्ड देखाउनु भएको हो उहाँमा अलिकति अब अरू दाजुभाइले, साथीभाइले, कुलमानले, बालेन्द्रले, रवि लाने छानेले, सुदन गुरुङले भनौँ न, अहिले हामीहरूदेखि लिएर साराले भनेको कुरामा पनि ए भाइले भनेको ठाँ त कुरा हो त, हामीले नै त हो नि देश अगाडि बढाउने उ गर्नुपर्ने। म पनि मेरो नि साथ र सहयोग छ भनेर उहाँको नीति जेसुकै होस् न, अहिले भाइले त साथ दिनुपर्ने हो नि। तर त्यो नदिँदाखेरि चाहिँ उहाँ पनि अलिकति घमण्डी एखोर हो, आफ्नै पारा आफ्नै सिस्टमको हो कि जस्तो देखिन खोजेको छ। तर मलाई जहाँसम्म लाग्छ उहाँले पनि तितो मात्रै पोखेको हो, उहाँ पनि एकताको लागि आउनलाई आतुरै हुनुहुन्छ जस्तो मलाई लागेको छ। हर्क साम्पाङ, रवि लामी छाने, बालेन शाह, कुलमानसँग एकता गर्न आउने छाटकाट देखिएको छ। किनभने लाग्यो तितो त पोख्नु त पर्यो नि। तिम्रो यस्ता हो उस्ता हो भनेर डाइरेक्ट भन्नुभन्दा लागेको कुरो भन्नुभयो। उहाँले जे देख्नुभयो त्यो पनि भन्नुभयो। अहिलेसम्म भर र आश भरोसा कसैको नभएको पनि हाम्रो देशमा हो, उहाँले गरेको कुरा हो। श्रम गरेर अलिकति ठुलो मेयरको भूमिकामा पहिलो रोल खेलेको उहाँले हो। श्रम पिता पनि हो, मान्नै पर्छ। तर अलिकति केही दममा भनौँ, कसैले नबुझेर कसैले उचाल पछार केही लाइपरि राजनीतिको धेरै कुरा हुन्छ, त्यो कारणले मात्रै होला जस्तो लाग्छ। अब अलिकति सुदन गुरुङ जस्तो अलिकति एउटा मध्यस्थकर्ता गएर आफ्नो एउटा त्याग एउटा जेनजीको यत्रो शहीदको बलिदानको तपाईँको रगतको पनि कदर गर्नुपर्छ नि तपाईँ हामीले भन्ने थाहा गएर उहाँले अलिकति गरिसकेपछि उहाँ आउनुहुन्छ, सकारात्मक बन्नुहुन्छ, सोच्नुहुन्छ, एकता गर्नुहुन्छ जस्तो मलाई लाग्छ। तर सुदन गुरुङको त फोन रिसिभ गर्नु भएको छैन भनेर भन्नुभएको छ सुदन गुरुङले। अहिले गर्नु भएन होला, उहाँ अलिकति सन्चो आराम नभएको पनि मैले बुझेको छु केही कारणले। होइन, फोन पनि यस्तो हो नि, फेरि हाम्रो यहाँ फोन जान थालेपछि गर्न थालेपछि बिजी भएला पनि गरे गर्छन्। उसै त सन्चो नभएर केही कुरा आराम गरेर बस्या होला होइन। अलिकति सुस्थिर गरेर फेरि पालो गरेर गर्दा फोन त रिसिभ गर्नुहुन्छ होइन। फोन मात्रै रिसिभ गरे भएर फोनको कुरा गर्नु भएन, उहाँलाई भेट्न पनि त जानु पर्यो। बधाई तपाईँको अलिकति सन्चो आराम नभएदेखि यसो भनौँ न स्वास्थ्य लाभको कामना पनि गर्न गएको नि भन्नु पर्यो। अनि त्यहाँसम्म पुगेर नि आउनु पर्यो। अब त्यो तारतम्य मिलाएर अब हाम्रो मध्यस्थकर्ताहरू गएपछि उहाँको मन पग्लिन्छ र आम नेपाली जनता जता राख्छ विचार म त्यतै लाग्छु भन्न सक्ने मान्छे पनि हो है। फेरि यसको मतलब तपाईँले भन्न खोज्नु भएको, तपाईँको विचार अनुसार हर्क साम्पाङ, रवि लामिछाने, कुलमान, बालेन, गोपी हमाल लगायतका नयाँ अनुहारहरूको एकता हुन्छ? एकता हुन्छ, यो जरुर हुन्छ। हेर्नुहोस्, यो अहिले मैले फेरि तपाईँको कुरा आएँ, उहाँ फेरि सुदन गुरुङको कुरा नगरौँ, उहाँहरू त्रिदेव पनि उहाँलाई सन्चो नभएको हुनाले स्वास्थ्य लाभको कामना गर्न हामी एकचोटि जाउँ न भन्ने पनि उहाँहरूको सल्लाह भयो नि। एउटा गाडीमा उहाँहरू आफै गएर पनि 3 जना 4 जनै बसेर
एउटाले गरेका कुरा सुन्नु भएन भने चारजना कुरा त महत्त्व पनि हुन्छ नि त्यसरी भयो नि उहाँलाई पनि ल्याउनै पर्छ एकता गर्नै पर्छ भने उहाँहरूको पनि सोच छ उहाँहरू आउनुभयो भने मैले पनि ढिलो चाँडो त विचार गर्नै पर्छ भन्ने उहाँको पनि आत्मामा चाहिँ छ पक्कै पनि हाम्रो तर्फबाट पनि शुभकामना छ यो चाँडै देख्न पाइयोस् सुन्न पनि पाइयोस् हो हाम्रो पनि शुभकामना आम नेपाली जनताकै शुभकामना हो यो तर उहाँले स्वीकार्नुपर्छ अलिकति गोपाल थापाज्यू झापातर्फ लागौँ न अब केपी शर्मा ओली जो अहिले पछिल्लो समयमा पनि निकै विवादित पनि बन्नुभयो चर्चाको शिखरमा पनि रहनुभयो अब बालेन शाह त केपी शर्मा ओलीको क्षेत्रबाट पो कम्पिटिसन गर्ने भन्ने खालको कुराकानी आइरहेको छ यो के सत्य हो होइन यो कुरा अब अहिले अलिकति तपाईँको उम्मेदवारीहरू फिक्स नहुन्जेलसम्म यो तथ्य पनि भन्न नसकिएला अहिले जति कुरा छ उहाँको लागि अहिले बिचरा उहाँलाई मात्रै के भन्नु जो कोहीलाई होइन अब दुर्गा प्रसाई नै पनि म छोरी हजुरबाउको लागि भनिराख्नु भएको छ राजेन्द्र लिङ्गदेल पनि छन् राप्रपाका होइन बालेन्द्र शाह अब को शाह आउँछन् के आउँछन् कस्तो छ त्यो कुरा त भोलिको दिनका कुरा भए पछिसम्म गएर पहिला अहिले एकताको कुरामा अहिले राम्रो होस् तर एउटा कुरा के भने उहाँको पनि हिजो एउटा जरै गाडिएको जस्तो क्षेत्र आफ्नो होइन नेपालमा होला साह्रो गाह्रो राम्रो नराम्रो जब अजब के हो मलाई सबैलाई थाहा भएको कुरा हो तर किनभने एउटा राष्ट्रिय सम्मान पाएर 2-3 चोटि प्रधानमन्त्री भएको व्यक्ति पनि हो होइन उसले परे त तपाईँको राष्ट्रिय पिता भन्नुपर्ने चुच्चे नक्सा उहाँले गरे हो भन्ने केही कुराका राम्रो जस अब जस उहाँका पनि होलान् होइन फेरि सच्ची नि मैले नि गल्ती गरेँ यस्तो भयो भन्न सकेँ यहाँ तपाईँको माफ माग्न सकेँ अलिकति होचियारीले सुधार्न सके नेपाली जनताले फेरि तुरुन्त दया गर्ने पक्ष पनि छ तर त्यो त ओलीमा त्यो देखिएला र केही दिन अगाडि मात्रै एउटा अभिव्यक्ति दिनुभएको छ बाघलाई लडाउनको लागि स्याल र बाख्राहरूको गठबन्धनले केही पनि भ्याउँदैन भनिदिनु भएको छ होइन भन्न त उहाँले केही बाँकी राख्नुहुन्न होइन तर भित्र के भने मुखले यिनीहरूलाई यस्तो तितो पोखे पनि आत्मामा चाहिँ मेरो पनि केही विचार छ भने आत्मा चाहिँ उहाँको राम्रो छ नि बोलीमा मात्रै तिखर हुने त हो नि कडा क्या होइन बोलिहाल्ने मेरो नलाउने होइन त्यस्तै भएको हुनाले किन खरो मान्छेभित्र दया हुन्छ यो कुरा चाहिँ हामीले नि बुझ्या हो अब राजनीतिक माहौलको इलेक्सनको कुरा चाहिँ अब अहिले अब हजुरको मिडियामा धेरैचोटि बोल्नु बाँकी नै छ अहिले बोल्न नहालौँ यो पहिला अहिलेलाई चाहिँ के भने यो त्रिदेवको एकतामा एउटा पूर्वको एउटा नाथै जस्तो पनि एउटा हर्क साम्पाङज्यू पनि छिटोभन्दा छिटो एकतामा आइदिएर फेरि तपाईँको एउटा हेर्नुहोस् 5 पाण्डव जस्तो भइदियो भने यो देशमा तपाईँको जस्तो सुकै लडाइँ पनि लड्न सक्ने क्षमता हुन्छ जस्तो मलाई लाग्छ पक्कै पनि यो महत्त्वपूर्ण समय दिनुभयो विचार राखिदिनु भयो गोपाल थापाज्यू यहाँलाई विशेष धन्यवाद ल मेरो तर्फबाट पनि हजुरलाई विशेष धन्यवाद हस् छुट्टिन्छौँ हामी हस्